ओम नमः शिवाय। हामी मध्ये धेरैले बिहान शिवलिङ्गमा जल चढाएका छौँ, बेलपत्र चढाएका छौँ। तर शिव भक्तिको एउटा यस्तो व्रत पनि छ जसको विशेषता नै साँझको समय हो। महिनामा 2 पटक आउने त्रयोदशीको अनि सूर्य अस्ताउँदै गरेको त्यो विशेष समय प्रदोष काल। तर प्रश्न यही हो, भगवान शिवको पूजा गर्न यही साँझको समयलाई किन यति विशेष मानियो र प्रदोष व्रत आखिर केवल भोकै बस्ने व्रत हो कि यसको पछाडि अझ गहिरो आध्यात्मिक अर्थ छ? आउनुहोस् आज प्रदोष व्रतलाई शास्त्रीय परम्परा र व्यवहारिक दृष्टिले बुझौँ। प्रदोष व्रत भनेको के हो? प्रदोष शब्दले सामान्यतः साँझ पखको समय अर्थात् दिनबाट राततर्फ जाने सन्ध्यकाललाई जनाउँछ। स्कन्द पुराणको ब्रह्मोत्तर खण्डमा त्रयोदशीको साँझलाई प्रदोष भनिएको छ र त्यस समयमा महादेवको पूजा विशेष रूपमा गर्नुपर्ने उल्लेख पाइन्छ। त्यसैले प्रदोष व्रत कुनै एउटा पक्षको मात्र व्रत होइन। शुक्ल पक्षको त्रयोदशी र कृष्ण पक्षको त्रयोदशी दुवैमा प्रदोष व्रत गरिन्छ। तर एउटा महत्त्वपूर्ण कुरा छ, प्रदोषको दिन निर्धारण गर्दा केवल पात्रोमा त्रयोदशी लेखिएको हेरेर पुग्दैन। सूर्यास्तपछि त्रयोदशी तिथि र प्रदोष कालको संयोग हेर्नुपर्छ। त्यसैले स्थान अनुसार प्रदोषको समय र व्रतको दिन फरक पर्न सक्छ। आखिर साँझ नै किन? स्कन्द पुराणको उक्त प्रसङ्गमा प्रदोष कालमा शिव पूजाको विशेष महत्त्व बताइएको छ। शास्त्रीय वर्णन अनुसार यस समयमा शिव र पार्वतीको आराधना, ध्यान र पूजा गरिन्छ। विस्तृत विधिमा स्नान, शुद्धता, जप, ध्यान तथा शिवलिङ्गको पूजा र अभिषेकको वर्णन पाइन्छ। यहाँ एउटा सुन्दर बुझ्न सकिन्छ, प्रदोष भनेको दिन र रात बीचको एउटा सन्धि हो। त्यसै गरी व्रतले पनि हाम्रो बाहिरी जीवन र भित्री जीवन बीच एउटा सन्धि गराउँछ। दौडधुपबाट केही समय रोकिएर आफ्नो मनतिर फर्कने अवसर। प्रदोष व्रतको एउटा प्रसिद्ध पौराणिक कथा। अब सुनौ स्कन्द पुराणमा वर्णित प्रदोषको एउटा कथा। एक ब्राह्मणीले आफ्नो छोरा सूचिव्रतसँग धर्मगुप्त नाम गरेका एक दुखी राजकुमारलाई पनि हुर्काएकी थिइन्। ऋषि शाण्डिल्यको निर्देशन पाएपछि दुवैले प्रदोष कालमा भगवान शिवको पूजा गर्न थाले। समय बित्दै गयो। एक दिन सूचिव्रतले नदीको किनारमा एउटा धनको भाँडो भेटे। तर धर्मगुप्तले त्यो धन आफ्नो भाग्य र पुण्य अनुसार आफै प्राप्त हुने विश्वास राखे। दुवैले शिव भक्ति निरन्तर गरिरहे। पछि धर्मगुप्तले भेट गन्धर्व राजकी छोरी अंशुमतीसँग भयो। कथा अनुसार भगवान शिवको कृपाले धर्मगुप्तले आफ्नो गुमेको राज्य पुनः प्राप्त गरे र जीवनमा समृद्धि आयो। यो पौराणिक धार्मिक कथा हो, ऐतिहासिक घटना भएको दाबी होइन। तर कथाले एउटा कुरा स्पष्ट गर्छ, परम्परामा प्रदोष व्रतलाई केवल भौतिक फलका लागि होइन, शिव भक्ति, आत्मिक
उन्नतिसँग पनि जोडिएको छ। प्रदोष व्रत कसरी गर्ने? विधि परिवार सम्प्रदाय र स्थानीय पञ्चाङ्ग अनुसार फरक हुन सक्छ। स्कन्द पुराणको विस्तृत विधिमा त्रयोदशीमा व्रत, सूर्यास्त अघि स्नान, शुद्ध वस्त्र, संयम जप र त्यसपछि प्रदोष कालमा शिव पूजाको वर्णन छ। शिवलिङ्गलाई पवित्र जल तथा पञ्चामृतले अभिषेक गर्ने, फूल, बेलपत्र, धूप, दीप र नैवेद्य अर्पण गर्ने परम्परा पनि उल्लेखित छ। व्यवहारमा भने बिहान स्नान गरी सङ्कल्प गर्ने, आफ्नो सामर्थ्य अनुसार उपवास वा फलाहार गर्ने र साँझ प्रदोष कालमा शिवलिङ्गमा जल चढाउने, बेलपत्र अर्पण गर्ने, ओम नमः शिवाय जप गर्ने र श्रद्धापूर्वक आरती गर्ने प्रचलन छ। व्रत कहिले पारण गर्ने भन्ने कुरा पनि आफ्नो पञ्चाङ्ग र पारिवारिक परम्परा अनुसार मान्नु उचित हुन्छ। सोम, भोम र शनि प्रदोष। प्रदोष त्रयोदशी जुन बारमा पर्छ त्यस अनुसार यसको नाम पनि बदलिन्छ। सोमबार परे सोम प्रदोष, मङ्गलबार परे भोम प्रदोष, शनिबार परे शनि प्रदोष। पञ्चाङ्ग परम्परामा यी नामहरू प्रचलित छन्। विशेष गरी सोम र शनि प्रदोषको चर्चा शिव भक्तिमा व्यापक छ। सबैले कठोर उपवास गर्नै पर्छ। यहाँ एउटा कुरा सम्झनु धेरै आवश्यक छ। व्रत भनेको शरीरलाई दुख दिनु मात्र होइन। बालबालिका, वृद्ध, गर्भवती महिला वा कुनै स्वास्थ्य समस्या भएका व्यक्तिले कठोर निराहार उपवास गर्नै पर्छ भन्ने सार्वभौमिक नियम छैन। आफ्नो स्वास्थ्य, क्षमता र परिवारको परम्परा अनुसार फलाहार वा हल्का आहार सहित पनि श्रद्धापूर्वक शिव पूजा गर्न सकिन्छ। आवश्यक परे चिकित्सकीय वा पारिवारिक धार्मिक मार्गदर्शन लिनु राम्रो हुन्छ। प्रदोषको वास्तविक सन्देश। हामी कहिलेकाहीँ व्रतलाई केवल एउटा इच्छासँग जोड्छौँ, यो पाए हुन्थ्यो, त्यो पुरा भए हुन्थ्यो। तर शिव भक्तिको गहिराई त्यसभन्दा धेरै ठुलो छ। व्रत भनेको संयम हो, शुद्धता हो, आफ्नो मनलाई केही समय रोक्नु हो र अन्तत आफ्ना अशान्तिहरू शिवको चरणमा अर्पण गर्नु हो। त्यसैले प्रदोषको साँझ शिव मन्दिरको घन्टी बज्दा वा घरको सानो पूजा कोठामा दीप बाल्दा केही क्षण आफूभित्र पनि हेर्नुहोस्। सायद त्यही नै प्रदोषको सबैभन्दा सुन्दर अर्थ हो। प्रदोषको साँचो अर्थ केवल अन्न त्याग्नु होइन, आफ्नो मनका अशान्तिहरूलाई शिवको चरणमा अर्पण गर्नु पनि हो। यदि तपाईँ पनि भगवान शिवको नियमित आराधना गर्नुहुन्छ भने कमेन्टमा लेख्नुहोस् ओम नमः शिवाय र यो जानकारी अर्को शिव भक्तसम्म पनि पुर्याइदिनुहोस्। हर हर महादेव।